के तपाईँ कफीको स्वास्थ्य बेर्ना उत्पादन गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आज म तपाईहरूलाई ब्याट तयार गर्न सजिलो तरिका बताउँदैछु। सबैभन्दा पहिला 1 मिटर चौडाइ, आवश्यकता अनुसार लम्बाइ, 20 सेन्टिमिटर अग्लो काठको फल्याकले चौकोस बनाउनुहोस्। तपाईले रोप्ने बिउको मात्रा अनुसार यस्ता धेरै चौकोसहरू बनाउन सक्नुहुन्छ। अनि ती चौकोसहरूको बीचमा हिँड्नलाई ठाउँ छोड्न नबिर्सनुहोस्। अब यो चौकोसभित्र सफा नदीको बालुवा भर्नुहोस्। बालुवा एकदमै सफा हुनुपर्छ। अनि बालुवालाई रोगमुक्त बनाउनको लागि प्रति वर्ग मिटरमा लगभग 15 देखि 20 लिटर तातो पानी प्रयोग गर्नुपर्छ। यदि तातो पानी छैन भने यसलाई 15 दिनसम्म घाममा पनि सुकाउन सकिन्छ। बिउ रोप्नुभन्दा अगाडि ब्याट राम्रोसँग ओभानो हुनुपर्छ। पानी धेरै भयो भने बिउ कुहिन सक्छ। तपाईले 3 भाग वनको माथिल्लो तहको माटो, 1 भाग सडेको गोबर मल र 2 भाग बालुवा मिसाएर पनि ब्याट बनाउन सक्नुहुन्छ। यी विधिहरूलाई अपनाएर तपाईहरूले बलियो बेर्ना उत्पादन गर्न सक्नुहुनेछ, जसले तपाईको कफी खेतीलाई सफल र फलदायी बनाउनेछ।